चान्स पाए नेपालीले गर्छ हैन। 1 2 Hello and what's up beautiful people, welcome back to the channel. It's your handsome YouTuber from Pokhara here in New Jersey, USA. आज चाहिँ म अमेरिकाको one of the most biggest तपाईको सबभन्दा ठुलो खतरनाक तपाईको चाहिँ स्वामीनारायण टेम्पलमा आएको छु। यो न्यू Hello and what's up beautiful people, welcome back to the channel. It's your handsome YouTuber from Pokhara, AKR here again with another brand new video. So सबजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै नै छु। सो अहिले चाहिँ अमेरिकामा छु। सो जिन्दगीको नयाँ सुरुवात गर्दै छु। सो एकदमै बिजी छ, भ्लग हाल्न टाइममा पाएको छैन, सरी फर दैट। सो अब चाहिँ निरन्तर रूपमा चाहिँ भ्लग हालौँला। सो कुरा गर्न चाहिँ रुम मिलाउनु पर्छ पर्दैन त मलाई थाहा छैन, तर युट्युब भ्लग बनाउँदाखेरि चाहिँ तपाईलाई रुम मिलाउनु पर्छ, साउन्डहरु राम्रो आउनु पर्छ। त्यसैको लागि चाहिँ म एउटा पब्लिक लाइब्रेरीमा चाहिँ एउटा रुम रिजर्भ गरेको छु। सो यो चाहिँ लाइब्रेरी हो हैन, हेर्न सक्नुहुन्छ। सो मैले चाहिँ अब अमेरिकामा भएको सुविधाको फाइदा उठाएको के हैन। सो नेपालमा चाहिँ प्रपर आफ्नो कोठामा स्टुडियो थियो, तर यहाँ चाहिँ रुम शेयरिङ गरेर चाहिँ मैले भ्लग गर्न अलिकति गाह्रो भएको छ। सो त्यही नै हो गाइस। अब आजको यो भिडियोमा चाहिँ तपाईले टाइटलबाट पनि थाहा पाइसक्नु भएको छ, म चाहिँ तपाईलाई अमेरिकाको सबभन्दा ठुलो हिन्दू टेम्पल चाहिँ लिएर जाँदै छु। न्यू जर्सीमा रहेको छ ब्याप्स स्वामीनारायण टेम्पल हैन। सो यो चाहिँ ठुलो टेम्पल हो अमेरिकाको, वान अफ द मोस्ट ब्युटिफुल टेम्पल्स इन द होल वर्ल्ड हैन। अनि यो चाहिँ तपाईको पूजा अर्चना गर्ने, प्रसाद चढाउने नेपालको ट्रेडिसनल टेम्पल भन्दा पनि लाइक हिन्दू कल्चर डिस्प्ले गर्ने जस्तो एउटा भवन टेम्पल हो हैन, पब्लिकको लागि, अमेरिकनहरुको लागि। व्हाट्स हिन्दू कल्चर, सनातन धर्म भनेको के हो त्यसको बारेमा डिस्प्ले गर्ने जस्तो एउटा राम्रो एउटा टेम्पल छ। सो आज हामी त्यहाँ तपाईलाई लिएर जाँदै छौं। सो भिडियो चाहिँ इन्ट्रेस्टिङ हुन्छ, लास्टसम्म हेर्दिनु होला। सो गाइस, यसै गरी अब भगवानको नाम लिएर हिँडियो हैन। सो त्यस्तै छ। अब मठ मन्दिर जान मन लाग्यो हैन। अब त्यही हो, विदेशमा चाहिँ अब हैन जाउँ न भन्ने भयो। अब नेपाल हुँदा खासै याद गरिन्थेन, तर यहाँ चाहिँ यसो अब मठ मन्दिर जान्छु, भगवान चाहिँ आशीर्वाद दिन्छु हैन भन्ने एउटा भावना आयो। प्लस तपाईलाई चाहिँ यहाँ अमेरिकामा नेपाली मन्दिर के कस्तो रहेछ भनेर देखाउँ भनेर पनि हो। यो चाहिँ अब हाम्रो विलियम ब्रिज हो हैन। सरी विलियम ब्रिज हो यो चाहिँ हैन, डेलावेयरको। सो अब चाहिँ हामी 1.5 घण्टामा चाहिँ सायद पुग्छौँ होला। सो गाइज, हामी चाहिँ अब यहाँ गेट छिर्न लागेको हैन। यहाँ चाहिँ तपाईको चाहिँ सर्ट ड्रेस लाउन पाइदैन, तपाईको फुल ड्रेस लाउनु पर्छ। अनि यहाँ नो ड्रोनहरु, नो फोटो सुट भइरहेको छ है। सो त्यही नै हो। ल ज्याक भाइ पुरै ब्लूमा हैन, म चाहिँ पुरै तपाईको चाहिँ ब्ल्याक ग्रेमा छु आज चाहिँ है। सो गाइज हेर्न सक्नुहुन्छ, यस्तो छ मन्दिर है। यहाँ चाहिँ भजन प्रवचन भइरहेको छ। टोपी उडायो, के साह्रो जाडो हो, के साह्रो। सो गाइज यो चाहिँ हल हो हैन। अनि खतरा बनाएको छ यहाँ चाहिँ पुरै टेम्पलको हिस्ट्रीहरु हैन। अनि यहाँ भित्र चाहिँ थिएटर रुममा चाहिँ हिन्दू डकुमेन्ट्रीहरु देखाइरहेको छ, कसरी बनेको के बनेको भनेर। हेर्न सक्नुहुन्छ पेन्टिङहरु पुरा तपाईको भित्तामा रमाइलो छ हैन त। ट्राभलर लाइफ भनेको यस्तै हो गाइस, घुम्ने डुल्ने रमाइलो गर्ने।
सो गाइज जस्ट लुक एट इट है, यस्तो बबाल टेम्पल छ यहाँ होइन। स्वामीनारायण टेम्पल, अक्षरधाम यस्तो छ। सोचेको थिएन यति रमाइलो यत्रो भव्य तपाईँको मन्दिर हुन्छ भनेर होइन। फोटोमा चाहिँ, फोटोभन्दा रियल लाइफमा चाहिँ झन् बबाल देखिरहेको छ। सो अहिले चाहिँ मैले मेरो कालो चस्मा ल्याइसकेको छु। पछाडिपट्टि हेर्न सक्नुहुन्छ अक्षरधाम टेम्पल। अनि तपाईँको यहाँ धेरै कुराहरू छ, म तपाईँलाई पालो पुरै तपाईँको एकदम मेहनत लगाएर बनाएको भन्ने सुनिरहेको छु होइन। अब यहाँ चाहिँ एन्ट्रान्स भनेर छ, अक्षरधाम एन्ट्रान्स। यता चाहिँ तपाईँको फाउन्टेनहरू छ होइन, के कुण्ड भन्ने छ। यहाँ चाहिँ सबैको मूर्तिहरू छ है। मेन चाहिँ स्वामीनारायण भगवान् होइन, तपाईँको चाहिँ अब स्वामीनारायण भगवानको चाहिँ यो टेम्पल हो है। सो तर यो अब विष्णु भनौँ न, भगवान् विष्णु सबै। आहा बबाल बबाल, कस्तो लागिरहेछ त ज्याक। यही हो गाइस टेम्पल है। Hello and what's up beautiful people, welcome back to the channel. It's your handsome YouTuber from Pokhara here in New Jersey, USA. आज चाहिँ म अमेरिकाको वान अफ द मोस्ट बिगेस्ट तपाईँको सबभन्दा ठुलो खतरनाक तपाईँको चाहिँ स्वामीनारायण टेम्पलमा आएको छु। यो न्यू जर्सीमा छ होइन। अनि सायद यस्तो यो चाहिँ वान अफ अ काइन्ड टेम्पल हो। सायद इन्डियादेखि लिएर नेपाल होइन, यो सबै मन्दिरहरूमा को लिस्ट बनाउने हो भने पनि यो तपाईँको टपमा आउँछ। सायद युएसएमा भएको हिन्दू मन्दिरमा चाहिँ सबभन्दा ठुलो हिन्दू मन्दिर चाहिँ यही नै होला। सो यो चाहिँ स्वामीनारायण टेम्पल हो। स्वामीनारायण भनेको चाहिँ एकजना रिलिजियस गुरु हुँदो रहेछ होइन तपाईँको चाहिँ। अनि उहाँलाई चाहिँ पछि भगवान्को दर्जा दिएको, स्पिरिचुअल टिचिङ्सहरू दिएको भनेर चाहिँ स्वामीनारायणलाई चाहिँ अब 200-300 वर्ष अगाडि जन्मिनु भएको रहेछ उहाँ। अनि उहाँको एकै भवन संरचनामा होइन उहाँलाई सम्झेर उहाँलाई डेडिकेट गरेर चाहिँ यो टेम्पल बनाएको रहेछ। सो रमाइलो छ टेम्पल तपाईँको चाहिँ। अनि फ्रीमा अब आउन मिल्छ भिजिटरहरू होइन। यहाँभित्र यस्तो तपाईँको भित्र यो बिल्डिङ जति हेर्दा राम्रो छ नि गाइस, भित्र यस्तो राम्रो छ। भित्र फोटोग्राफी अलाउड छैन, भिडियोग्राफी अलाउड छैन। साँच्चै भन्नुपर्दाखेरि तपाईँ यहाँभित्र जानुभयो भने तपाईँलाई परमधाम गएको चाहिँ अनुभूति हुन्छ। सो परमधामै गएर आएर परमधाममा विष्णुलोक, शिवलोक होइन, अब वृन्दावन भने जस्तो तपाईँको धेरै तपाईँको ठाउँहरू छ। क्रेभिङ्सहरू साँच्चै तपाईँको जुन स्वर्गमै गए जस्तो तपाईँको फिल्मको सुटिङहरू गर्दाखेरि स्वर्गहरू जस्तो देखाउँछ, सेम त्यस्तै स्वर्गमै आए जस्तो चाहिँ मलाई फिलिङ भयो। सो खुसी लाग्यो। तपाईँहरू पनि अब यो अमेरिकामा हुनुहुन्छ भने अब यो न्यू जर्सीमा यो टेम्पल रहेको छ होइन, थाहा छैन भने चाहिँ आउनु होला। तर प्रायः नेपाली इन्डियनहरू चाहिँ यहाँ चाहिँ आउनु भएको छ होला यहाँ बसे चाहिँ। सो त्यही हो गाइस। अब चाहिँ त्यही नै हो, यहाँ ड्रोनहरू उडाउन पाउँदो रहेछ। ड्रोन झोलामा ल्याएको थिएँ, तर यहाँ चाहिँ स्ट्रिक्ट छ तपाईँको चाहिँ रुल्सहरू होइन। तर त्यस रमाइलो छ ठाउँ, त्यस आइयो, खुसी लाग्यो। सो अब त हामी निस्किनुपर्छ गाइज। यस्तो ठिरो भइसकेको छ, हेर्न सक्नुहुन्छ है। अमेरिका भन्ने मात्रै रहेछ गाइज, यहाँ जति बाक्लो कपडा लगाए पनि हावा यति चिसो छ कि हात ठिराउँछ गाइज, हात ठिराउँछ। ल गाइज लास्ट हेर्न सक्नुहुन्छ स्वामीनारायणको भगवान्को मूर्ति है। सो यति राम्रो बनाएको छ। सबभन्दा फेमस भाइरल चाहिँ यही नै हो यो, अनि पछाडिको बिल्डिङ। सो अब चाहिँ हामीलाई ढिलो भइसकेको छ, हामी निस्किन्छौँ गाइज। अनि मन्दिर दर्शन गरिसक्यो होइन, अब आशीर्वाद लिएर केही न केही त गर्नु पऱ्यो गाइज। सो मैले मौका मिल्यो भने चाहिँ अब हामी चाहिँ बाइकको सोरुममा गएर चाहिँ टेस्ट राइड गर्ने भन्ने प्लान छ। सो पनि तपाईँलाई देखाइदिन्छु। यो चाहिँ के बनाएको छ यार, इम्पोर्टेन्ट तपाईँको इन्डियाको पुरै म्याप बनाएर रहेछ होइन। तपाईँको चाहिँ यो भगवान् स्वामीनारायण चाहिँ यो ज्ञान दिँदै तपाईँको उपदेशहरू दिँदै धर्मलाई फैलाउँदै यो इन्डियाको यो सबै भाग यसरी घुम्नु भएको रहेछ भन्ने रहेछ है। सो त्यही छ गाइस। होइन त नत्र भने जिन्दगी व्यर्थ चाहिँ बाटुली।
सो गाइज हामी चाहिँ नेवारको फार्मर मार्केट आएको छौँ, नेवार डेलावेयरको। अनि यहाँ चाहिँ अब नेपालको जस्तो साग पाइन्छ होइन, जस्तै त होइन, जस्तो सागहरू चाहिँ रायो साग, खोले साग पाइन्छ भनेर हो। अनि यो फार्मर्स मार्केटमा चाहिँ धेरै कन्ट्रीहरूको प्रोडक्टहरू पाइन्छ, इन्डिया, नेपाल, चाइना, यो फ्ल्यागहरू होइन सबैको देखाइरहेको हुन्छ होइन। चाइनिज अक्षरमा ल्याएको छ होइन, यो चाहिँ चाइनिजतिर जस्तो लाग्यो होइन। तपाईँको सी फुड तपाईँको चाहिँ सी फुड बाँच्न आइरहेको छ है, यस्तो छ। यहाँ नेपालको पनि छ गाइजी, नेपालको झन्डा पनि आयो भनेपछि नेपाली प्रोडक्टहरू पनि यहाँ अवश्य नै पाइन्छ। सो त्यस्तै छ गाइज। अब साग हन्टिङ हानौँ, साग गाइज, पार्लेजी सबै पाउँछ। यो पाकिस्तानको, यो इन्डियन र पाकिस्तानी फुडहरू होइन, सबै तपाईँको चाहिँ पपुलर ब्रान्डहरूको चाहिँ यस्तोमा पाउँछ है। नेपाली प्रोडक्टको पनि केही पायो भने म तपाईँलाई अवश्य फोटो खिचाउँला, देखाउँला होइन। सो यो चाहिँ यो गार्लिक बटर नान गाइस हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ तपाईँको फ्रोजन जे पनि पाउँछ, नान, पराठा होइन। घर लग्यो, ततायो ओभनमा, बिजी लाइफ हुन्छ नि त सबैको होइन, ओभनमा ततायो खायो, त्यस्तै छ। ल तपाईँलाई म यहाँ रियल जुस पनि देखाउँछु। यहाँ रियल जुस पाउँछ, रियल जुस, अमुलको दुधहरू होइन, अमुल बटर, मिरिन्डा, यो त यो सनफ्लावर ओइल होइन, यो हेर्नु कति ठुलो चाउली, यो चाहिँ हाम्रो नेपालमा पाउने रायो साग भनेको यही नै हो होइन। अब तपाईँको मस्टर्ड ग्रिन भन्छ होइन, तपाईँको रायो भनेर पाउँदैन, त्यसको साइन्टिफिक नेम तपाईँको मस्टर्ड ग्रिन हो। यो हो एक, चान्स पाए नेपालीले गर्छ होइन। 1 2 3, अब हामी 4वटै हाल्छौँ होइन। अब यहाँ चाहिँ तपाईँको यस्तो प्लास्टिक दिएर यसको रोल दिइरहेको हुन्छ होइन, आफूलाई कति मन लाग्यो आफै झिकेर हाल्न पाउँछ। अब एउटा मुठाको चाहिँ अब यो $1.50 पैसा भनेको लगभग नेपाली 200 भन्दा अलिकति बढी होइन। अब $1को 143-44 छ होइन, लगभग 200 रुपियाँ हो यो एक मुठालाई होइन, नेपाली 200 रुपियाँ पर्छ है। सो भर्खर नेपालबाट आउँदाखेरि चाहिँ यति महँगो है, कसरी खान्छ होला, ओ माई गड भनेपछि। तर पछि चाहिँ अब यहाँको कमाइ र उसको हिसाबले चाहिँ अब ठिकै जस्तो लाग्यो है। अलराइट गाइज, अब हाम्रो सपिङ भइसकेको छ। हामीले काउली, साग अनि यो के अरे कटहरको तरकारी होइन, नेपालमा कति पर्थ्यो यसलाई चाहिँ, यति टुक्रालाई तपाईँको चाहिँ लगभग $5 भन्दा हुन्छ होइन। $4.84 भनेको लगभग तपाईँको 5 × 140 गर्दा तपाईँको कति हुन्छ होइन, तपाईँको 700-800 रुपियाँ होला सायद यसलाई होइन। तपाईँको चाहिँ त्यति चाहिँ पऱ्यो। अब त्यही पनि अब रहर लाएर खानु लाग्यो। Changing their lives. They're also doing the research. Hi. So very good morning guys, very good morning. आज चाहिँ बिहान म गाडी भएको मौका पारेर चाहिँ यहाँ डेलावेयरको चाहिँ तपाईँको एउटा ब्याट्री पार्क भन्ने छ, यहाँको फेमस पार्क। तपाईँको चाहिँ यो समुद्र नजिक छ, वा समुद्र भन्दा नि समुद्रलाई जोड्ने लेक नजिक छ है। सो म आएको छु, हेर्न सक्नुहुन्छ यस्तो छ ठाउँ है। अब सनराइज हुन लागेको छ त्यतातिर। सो आज चाहिँ कुरा के आयो भन्दाखेरि चाहिँ सनराइज हेरेर चाहिँ अलिकति पोजिटिभ एनर्जी लिउँ भन्ने कुरा आयो होइन। सो त्यही यहाँ सनराइज राम्रो देखिने ठाउँ कहाँ छ भनेर हेर्दाखेरि यहाँ देखायो म्यापले। सो त्यही नै छ गाइस, अब आई विल शो यु द सनराइज कस्तो आउँछ है। सो गाइज हेर्न सक्नुहुन्छ, दुईजना उदाउँदो सूर्यलाई होइन। अब भगवान् सूर्य त जहिले पनि उदाउनुहुन्छ, तर अब हामी पनि एकेआर पनि अब युट्युबमा उदाउनु पर्नेछ। ल गाइज अब सनबाथ लिँदैछु अनि त्यस्तै छ, रमाइलो भइरहेको छ। अब चाहिँ एकैछिन घाम तापेर चाहिँ हामी निस्किनु पर्ने हुन्छ होइन। अब भगवान्लाई अब आशीर्वाद लिएर सूर्य भगवान् पोजिटिभ भाइब्सहरू दिनु होला। अब धेरै दुःख सङ्घर्ष गर्नु छ,
अब मोटिभेसन दिनु होला एनर्जी दिनु होला ऊर्जा दिनु होला हैन त्यसै छ गाइस तपाईहरु पनि बिहान उठेर सनराइज हेर्नुस् एकदम पोजिटिभ भाइब्स अटोमेटिकली आउँदो रहेछ है सो